मागी बे कसरी गर्नु के थाहै हुँदैन। प्रेम बिहेमा उसको व्यवहार सबै थाहा हुन्छ कि ऊ कस्तो खालको छ भनेर झेल्ने आँटै हुँदैन। अनि यो दुइटै बिहे नगरिकन अर्को बिहे गर्ने अप्सन भएको भए अहिलेको सिचुएसनमा बिहे हुन्थ्यो होला। धेरै मान्छेहरू केटा होस् केटी होस् के 35 एज क्रस भइसक्यो, 35 वर्ष उता गइसक्यो, त्यही पनि बिहे गर्दैनन् होइन। किनकि अब मागी बिहे गर्नको लागि उनीहरूलाई आँटै आउँदैन कि कसरी अब नचिनेको मान्छेसँग 81 बिहे गर्नु भन्ने हुन्छ। अब प्रेम बिहे गर्नको लागि उसको बानी व्यवहार कस्तो छ सबै थाहा हुन्छ। केटाले पनि ओहो यस्तो केटीसँग झेल्न सक्दिनँ भनेर उसले एक स्टेप अगाडि होइन कि एक स्टेप पछाडि राख्छ। बुढो लिभिङ रिलेसनमा बस्न रेडी हुन्छ तर बिहे गर्न रेडी हुँदैन। अनि केटीको सिचुएसनमा नै यो यस्तो खानेछ उस्तो खानेछ, ओ बोबो नो बाबा नो भनेर ऊ बिहे गर्न रेडी नै हुँदैन क्या। यही सिचुएसन सबैको लाइफमा चलिरहेर अहिले बिहे नभएको हो साथी, हो कि होइन।